गाइज आज चाहिँ के भन्नु ल वेलकम टु माई च्यानल गाइजहरू। आज चाहिँ हामी उता मम्मी उता के अरे त्यो दिप्सन भन्ने मेरो भाइको घरमा गएपछि है। अब म यहाँ अघिदेखि सिटायो झ्याउला त्यही भएर एकछिन भिडियो बनाइदिउँ भनेर त्यो के भन्छ नि मेरो फेरि कस्तो मम्मीले ताल चलाएर भेट्यो ल गाइज आज चाहिँ हामी जान लागेको मम्मीबाट। मम्मीलाई चाहिँ थाहा छैन कि फेरि म आउनु लाग्यो त्यही पनि ल एकैचोटि हामी बाटोमा मिल्नेछौँ गाइज एकैचोटि। ल गाइज मैले चाहिँ बाटोमा गएर भेट्छु मलाई र मैले अहिलेसम्म हाम्रो बाटो पहिला कस्तो त मैले हजुरहरूलाई देखाइसकेको थिएँ र आज हाम्रो बाटो हेरिसियोस् सरी मम्मीले गराइन्छ। वाह यो भुइँको डस्टहरूलाई चाहिँ माइन्ड नलिस्यो है। तर पहिला हजुरहरूले त फरक देखिन्छ नै होला पहिला के थियो अहिले टोयलेट पनि भइसकेको छ। मैले तर धेरै पछि भिडियो बनाएको है त्यसैले तपाईँलाई के अरे हजुरहरूलाई सरी हजुरहरूलाई यो स्कुलमा सबैले तपाईँ भन्छन् जहाँ पनि सुनेर तपाईँ भन्ने बानी नबोलाइसक्यो यार के गरौँ के म गाइस। ल हजुरहरूलाई चाहिँ मैले देखाएको थिएँ त्यही भएर त्यो ढलान भइरहेबाट म यहाँ आउन पाएको थिएँ नि त्यही भएर हजुरहरूलाई चाहिँ मैले त्यो बाटो ढलान भएको देखाउन पाइनँ सरी गाइजहरू। मैले धेरै पछि भिडियो हाल्यो यहाँ मेरो अनुप सर होइसक्यो अहिले फेरि मेरो बिहान बज्छ म एकछिन बन्द गर्छु है ऊ त्यहाँ अगाडि पुगेपछि भेटौँ। ल गाइस अनुप दादा बसिरहेछ त्यो त्यहाँ बारदलीमा म चाहिँ यतापट्टि पनि बारदल चाहिँ यहाँ कौसीमा आइसक्यो भने त मेरो बिहान बज्छ त्यही पनि म रिक्स लिएर भिडियो बनाइरहेको छु र मलाई छिट्छिटो जानुपर्छ गाइस फेरि अहिले जे पनि हुन्छ क्रिया त्यो बसिरहेछ ल गाइस यो यहीँसम्म भयो हाम्रो ढलान चाहिँ त्यो चाहिँ राम्रो कुरा हो किनकि आधी भएन तर उता योभन्दा उता पनि ढलान हुँदै गइरहेको छ तर त्यो अर्कै बजेटबाट चाहिँ त्यो चाहिँ अलिकति ढिला भएको छ गाइस त्यही भएर यो अर्कै बजेट हो। अब हुन लागेको यहाँ अर्कै बजेट हो उता तलदेखि भइरहेको छ अहिले चाहिँ भएन कि भइरहेको थाहा भएन म पनि अब धेरै पछि आयो नि त उता यहाँ त छु उता तलसम्म चाहिँ ल मम्मी चाहिँ दिप्सनको घर गइसकेको छ दिप्सन भाइको म पनि त्यही जान लाग्छ गाइस। ल यो भलिबल चाहिँ मेरो होइन आदर्शको हो अनि उसले चाहिँ हिजोको लागि के अरे क्रिएट गरेको थियो कि हिजोको लागि मात्र तिमी के अरे भलिबल लिग म त्यो बास्केटबल लिन्छु भनेर ल आज चाहिँ म माग्न गइरहेको छु। आदर्श 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 खोइ त बोल्दैन त आदर्श खाली करेन्ट चाउँछु नाइ के यार प्लिज के मलाई यो झ्याउ लागिसक्यो ल ल ल ल आज बेलुकासम्म कहाँ ल ल ए मेरो भ्लगलाई हाल्यो भन आदर्श 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 भन भयो खेल्ने होइन त्यही त भने यहीँ आउने सक्छु बोल समाज न यतैबाट बोल समाज न केमा त्यही बोल समाज
अब यहाँबाट जम्प मेरो ब्लगलाई हेलो भन खै युट्युबमा हाल्ने ब्लग हो नि फेरि मैले अहिलेसम्म सर्च भिडियो मात्र हालेको नि तर अब चाहिँ ऊ हाल्नु ल गाइज म चाहिँ यहाँ तल पुगेपछि खिच्छु नभए मोबाइल खस्छ गाइज हामी चाहिँ तल पुग्यौँ ल गाइज अब यहाँबाट चाहिँ म खिच्छु किनकि अब यहाँबाट त टेन्सन हुन्न भने टेन्सनै भइदियो आदर्श पातलो म मोटो पातलो के जोड ल आजको लागि धेरै भयो बाई बाई